प्रमुख महोदय, हिजो बसेको प्रतिनिधि सभा बैठकमा रोस्टममै उभिएर हाम्रा दलका नेताले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे चिन्ता चासो राख्दै सदन मार्फत समस्त नेपाली नागरिकलाई जानकारी गराउन माग गर्नुभयो। सदनमा सम्माननीय प्रधानमन्त्रीज्यूको उपस्थिति खोज्नुभयो। आज पनि अवस्था उस्तै छ। सदनमा मैले सम्माननीय प्रधानमन्त्रीलाई देखिरहेको छैन। उहाँ आफैले बनाएको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ दिने कार्यसूची आज देखिएको छ, तर सदनमा सम्माननीयज्यूलाई हामीले देख्न सकेनौँ। सभाको गरिमा बढाउने र इज्जत राख्ने भूमिका सम्माननीय सभामुख महोदयको हो। हजुर हाम्रो नायक पनि हो। तपाईले सभाको इज्जत राख्न सक्नु भएन भने कसैले पनि सदनको गरिमा बढाउन र इज्जत राख्न सक्दैन। त्यसैले सभामुख महोदय मार्फत तत्काल सम्माननीय प्रधानमन्त्रीज्यूलाई रुलिङ गरेर सभामा बोलाउन म हार्दिक अनुरोध गर्दछु। सम्माननीय सभामुख महोदय, संविधानमा न्यायाधीशहरूको विषयमा संसदमा बहस नगर भन्छ। महाभियोग लागेका अवस्थामा बाहेक अन्य साधारण अवस्थामा न्यायाधीशहरूबारे सदनमा बहस गर्न नपाइने विषय संविधानमा उल्लेख छ। तर सत्तारूढ दलकै एक वरिष्ठ मान्यज्यूले गरिमामय सदनको रोस्टममा उभिएर 2/3 दम्ब देखाउँदै सदनलाई लत्कारेर न्यायाधीशको बारेमा बोल्नुभयो। यो अनैतिक राजनैतिक मात्र होइन, असंवैधानिक पनि छ। सभामुख महोदय, उहाँले संविधानको धारा 105 पढ्नु भएन कि? उहाँ नेपालको कुनै अदालतमा विचाराधीन मुद्दाहरूको सम्बन्धमा न्याय निरूपणमा प्रतिकूल असर पार्ने विषय तथा न्यायाधीशले कर्तव्य पालनाको सिलसिलामा गरेको न्यायिक कार्यको सम्बन्धमा संघीय संसदको कुनै सदनमा छलफल गरिने छैन भनी लेखिएको छ। मेरो प्रश्न, उहाँ संविधानभन्दा के माथि हो के सत्तारूढ दललाई जे बोल्दा पनि संविधान बाधक नबन्ने हो? केही मान्यज्यू आउने, रोस्टममा उभिएर असंवैधानिक विषय उठाउने र सभामुख महोदय टुलु हेरेर बस्न मिल्दैन। मैले हिजै उभिएर यस विषयमा नियामती गर्ने तयारी गरेको थिएँ, तर मैले सोचे यो संसदको गरिमा र संविधानसँग जोडिएको विषयमा सभामुख महोदय आफैले रुलिङ गर्नुहुन्छ। तर सायद सभामुख महोदयको त्यसतर्फ ध्यान पुग्न सकेन। त्यसैले आज मैले सम्माननीय सभामुख महोदयको ध्यान आकर्षण गराएको छु। यस्ता असंवैधानिक र अराजनैतिक हरकत सदनमा नदोहोरियोस् भन्न पनि म चाहन्छु। सँगैमा सभामुख महोदय, हामी सरकार यो पल्ट तपाईँको विषयान्तर गर्न अत्यन्त धेरै सिपालु जस्तो देखिएको छ। केही दिन अघि म मेरो निर्वाचन क्षेत्र इलाम 1बाट फर्किएको। त्यो सुङतुङ भन्ने एउटा गाउँ छ, त्यहाँ मेरा एउटा मित्र जक्सिङ लाप्चा पनि हुनुहुन्छ। उहाँले एउटा गम्भीर प्रश्न म माथि गर्नुभयो। हाम्रो जस्तै भूगोल खोटाङको पाखाबाट आएका कुनै उद्योग व्यवसाय नगरका परिवारका सदस्य ब्याङ्कमा काम गर्दैमा 24 करोडभन्दा बढी सम्पत्ति कसरी आर्जन हुन्छ? यी र यस्तै प्रतिनिधिमूलक प्रश्न देशभरका नागरिकको मनमा छ सभामुख महोदय, र यसतर्फ पनि म ध्यान केन्द्रित गराउन चाहन्छु। तर दुर्भाग्य, प्रश्न उठ्न थालेपछि सरकारले विषयान्तर गरेर घरि तपाईँको विपन्नमाथि डोजर चलाउँछ। डोजरको आतंक आइसकेको पछाडि आम नागरिकको चासो आइसकेपछि फेरि सरकारले सदनमा असंवैधानिक कार्य गर्छ।